नमस्कार। फुलमा अक्षता के छ चढाउनु पर्ने कुराहरू, चन्दन अक्षता फुल के छ हातमा लिएर बस्नु होला। म स्वस्थानी व्रत कथाको श्लोक वाचन गर्दै त्यसको अर्थ पछाडि लगाउँछु है। ल, यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद् गतेन मनसा पश्यन्ति यं योगिनो यशान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अब म अर्थतिर जान्छु। भगवान कस्ता छन्? दिव्य भगवान, जसलाई हामी वासुदेव भन्छौँ, जसलाई हामी महादेव भन्छौँ, परमेश्वर। यम, जसलाई ब्रह्मा सृष्टिकर्ता ब्रह्मा, वरुण जलदेवता वरुण, इन्द्र स्वर्गका राजा इन्द्र, रुद्र भगवान शिवको संहारकारी शक्ति स्वरूप रुद्र, मरुतः 49 मरुदगण इत्यादिले दिव्य स्तवै स्तुन्वन्ति, दिव्य स्तोत्रहरूले स्तुति गर्छन्। अनि वेदै, वेदका आङ्ग, वेदका अङ्गहरू शिक्षा, कल्प, छन्द, निरुक्त, व्याकरण र ज्योतिष, यी 6 अङ्ग हुन्छन् वेदका। ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, यी वेदहरूले अङ्गसहित पद, प्रत्येक पदले, प्रत्येक शब्दले क्रम पालैसँग क्रम, उपनिषदहरूले, उपनिषद भनेको वेदान्त, वेदको भेद, वेदको रहस्य। यम सामगा जो स्तुति गाउनेहरूले सम्पूर्ण वेदकै आधारमा, वैदिक, हाम्रो सनातन धर्म वैदिक धर्म हो। वेद विपरीतका कुरा गर्न पाइँदैन। वेद र वेदान्त है, त्यसैका आधारमा स्तुति गाउँछन्। अनि यम, जसलाई योगीहरूले ध्यानमा रहेको, पुरै ध्यानमा रहेको बेलामा मनसा पश्यन्ति, मनले देख्छन् योगीहरूले। अनि यस्यान्तम नविदु सुरासुरगणः, जसको अन्त न देवताले देख्छन्, न असुरहरूले, दैत्य दानव राक्षसहरूले देख्छन्, कसैले पनि देख्दैनन्। स्वयं भगवानले मात्रै आफ्नो अन्त थाहा पाउँछन्, रहस्य थाहा पाउँछन्। त्यस्ता भगवानलाई नमस्कार छ। देवता र भगवान एउटै होइनन्। देवता जन्मन्छन्, मर्छन्, भगवान जन्मदैनन्, मर्दैनन् है, जानिराखौँ। त्यस्ता देवका पनि देव भगवानलाई नमस्कार। अब यहाँ भगवती वाग्देवी, भाषादेवी, सरस्वतीको भाषादेवीको स्तुति गरिएको छ। दोस्रो श्लोकमा श्रीमच्चन्दन चर्चितोज्ज्वल वपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। तीनै लोककी चाहिँ नि आमा हुन् वाग्देवी, भाषादेवी, भगवती।
त्यो चाहिँ एकदम पवित्र चन्दनले चन्दन घाइसकेकी छन्, उज्जवल वपुः, एकदम उज्यालो शरीर छ, तिनका सबै कुरा सेतोसँगै शुक्ल सबै सेतो, सबै सेतो सेतो, सत्वगुण सेतो हुन्छ। सरस्वती नित्य सात्विक छिन्, त्यसैले उनका सबै कुराहरू सेतै सेता है। शुक्ल सेतो अम्बर, उनको वस्त्र पनि सेतो, उनले लाउने फुल मल्लिका भनेको कुन्द पनि भन्छन् त्यसलाई, त्यो हामी बेली भन्छौँ। मल्लिकाको माला पहिरिएकी छन्, उनले लाएको चन्दन पनि सेतै छ है। कुण्डल सबै मुक्ता मोती पनि अब त्यो सेतै छ। सबै कुराले चाहिँ सुशोभित छन्, सम्पूर्ण ज्ञानले युक्त छिन् है। सधैँ पुस्तक धारण गर्छिन्, रुद्राक्षको माला लिन्छन् है। ती वाग्देवी, भाषा देवी भगवती सरस्वती, भाषा त्यस्तो कुरा हो है। हामी सबैको मुखमा मुखरूपी कमलमा चाहिँ बसुन् तिनै लोकको है, तिनै लोकको चाहिँ माथिदेखि यो बीचको तलको सबै लोकको चाहिँ उनीले हेर्ने हो, उनीले जन्माउने हो, भाषाले नै जन्माउने हो। त्रैलोक्य माता चरम है, तिनै लोकलाई जन्माउने उनीले हुन्, भाषाले नै हो जन्माउने सबैलाई है। मुकम, अब भगवान कस्ता छन् त, मुकम करोति वाचालम, बोल्न नसक्नेलाई बोल्न सक्ने बनाउँछन्, गोडा नहुनेलाई पङ्गुम लङ्घयते गिरिम, गोडा नहुनेहरूलाई पहाड चलाइदिन्छन्। यत कृपा, जसको कृपाले, भगवानको कृपा भयो भने तम अहम वन्दे, त्यस परमानन्द माधव, परम आनन्द माधव भगवान श्रीकृष्णलाई म वन्दना गर्छु, नमस्कार गर्छु। नमो भगवते तस्मै व्यासायामि त तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम। भगवान व्यासलाई अमित तेज भएका भने परम प्रतापी भगवान व्यासलाई म चाहिँ नमस्कार गर्छु, जसको प्रसादले, जसको कृपाले म यो नारायणको कथा भन्दैछु। पहिले नारायणम नमस्कृत्य, पहिले नरोत्तमम पुरुषोत्तम नारायणम नमस्कृत्य, पुरुषोत्तम नारायणलाई नमस्कार गरेर, त्यसपछि नरम उनका साथी नित्य सखा नरलाई नमस्कार गरेर, अनि देवी सरस्वतीलाई को जय भन्ने, व्यासको जय भन्ने। देवीम सरस्वतीम व्यासम ततो जयम उदिरेत। पहिले भगवान नारायण पुरुषोत्तम नरोत्तमम है, पुरुषोत्तम नारायणलाई नमस्कार गर्ने, त्यसपछि उनका सखा नरलाई, अनि देवी सरस्वतीलाई, अनि व्यासलाई ततः जय मुदिरेत, व्यासजीको जय होस् भन्दै भगवती सरस्वतीलाई सम्झेर यसरी गर्नुपर्छ। यो अर्थ नबुझिकन अर्थ नपर्दसँग पढेर के हुन्थ्यो र है। अब अन्तमा चाहिँ नि बोलिने छ नि, यो अध्यायको अन्त्यमा चाहिँ नि बोलिने कुरालाई म अर्को दिन हाल्छु, त्यसको अर्थ भोलि गरौँला। यो एकचोटि वाचन गर्नु है त ल। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत तुन्वन्ति दिव्यैस्तवैर् वेदै साङ्गपराक्रमोपनिषदैर् गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणाः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।